आज मैले यस्तो काम गरे जुन जाडोमा प्राय कसैले गर्दैन। सो हे गाइज, इट्स मी दीपक एन्ड फेरि पनि स्वागत छ तपाईहरुलाई मेरो यो आजको मिनी ब्लगमा। बिहान उठ्ने बित्तिकै सबभन्दा पहिला चाहिँ मैले आफ्नो दुवै मोबाइल चार्जमा हाले र प्राय जसो आजकल सबैको बिहान यस्तै हुन्छ होला। अनि त्यसपछि बाहिर निस्केर हेर्दा त धेरै दिनपछि आज मजाको घाम लागेको रहेछ र साँच्चै भन्नु पर्दा आज 3-4 दिनदेखि चिसोले गर्दा नुहाएको पनि थिएन। सो त्यही भएर घामको फाइदा उठाउँदै म चाहिँ सिधै नुहाउनुतिर लागे। फाइनली नुहाइसकेपछि जे होस् एकदमै फ्रेश फिल भयो र अब पालो आयो खाना खाने। तल गएर हेर्दा त दिदीले पहिला नै खाना निकालेर माथि छतमा लगेको रहेछ। सो त्यही भएर लुगाको डोल लिएर म पनि छत माथि आइपुगे। एन्ड देन त्यसपछि हामी सबै दिदीभाइ बसेर घाम ताप्दै खाना खाए र यो चाहिँ मेरो भान्जा बाबु आफ्नै धुनमा सबैलाई ढिच्क्याम गर्दै खेलिरहेको थियो। एन्ड देन फाइनली खाना खाइसकेपछि तल रुममा आएर स्क्रिप्ट लेख्नुतिर लागे। अनि त्यसपछि राति बाहिर आएर हेर्दा सबजना आगो ताप्दै गरेको देखेर म पनि गएर आगो ताप्न थाले। सो गाइज, बाइ द वे आजको लागि चाहिँ यति नै। यदि ब्लग मन पर्यो भने लाइक कमेन्ट शेयर गरी च्यानललाई सब्स्क्राइब गरिहाल्नु होला है त।